है त साथी हो, मैले यहाँ फ्राइड ओनियन राखेको छु। यो फ्राइड ओनियनको नाम के हो र केमा प्रयोग गरिन्छ, कसरी बनाइन्छ र यो फ्राइड ओनियनको कलरको नाम पनि भन्नुहोस् है त। जतिले जान्नुभएको छ त्यतिले भन्नुहोस्, नजान्नुभएकोले कमेन्ट गर्नुहोस्, जान्नुभएको भने कमेन्ट गर्नुहोस्। नजानेको साथीहरूको लागि म कमेन्ट रिप्लाई गर्नेछु र जानेको लागि पनि रिप्लाई गरिदिन्छु। टक्क नाम भन्नु पर्यो, यसको नाम भन्नु पर्यो, कसरी फ्राई गर्ने, कहाँ फ्राई गर्ने, केमा फ्राई गर्ने पनि टक्क लगाएर भनिदिनुहोस्। यो तपाईँको मैले भिडियो सहित बनाइदिएको छु। वाउ वाउ, खत्रै मुला है। आलु त त्यस्तै ल्याचक्क हुन्छ नि भाइ। ल हेर्नुहोस् है, कस्तो दामी मुला, दामी मुला है। के को लागि प्रयोग गर्ने पनि भन्नुहोस् है सबैजनाले। म एउटा भाषामा चाहिँ म भनिदिन्छु है त। यसलाई फ्रेन्च ओनियन पनि भन्छ। अर्को तपाईँले भन्नुहोस्, जसले जान्नुभएको छ त्यसले भन्नुहोस्। नजान्नेलाई त म कमेन्टमा भनिदिनेवाला छु। वाउ वाउ, ल हेर्नुहोस्, एउटा भाषामा मैले भनिसकेको छु। एउटा भाषामा फ्रेन्च ओनियन होइन, अर्को भाषाको लागि तपाईँहरूले गर्नुहोस् है त। के को लागि प्रयोग हुन्छ त्यो पनि सबै लेख्नु होला, कमेन्टमा टक्क लगाएर लेख्नुहोस् है। त्यो इमोजी सेन्ड गर्ने काम चाहिँ कसैले पनि नगर्नु होला। तपाईँहरूलाई धन्यवाद। राम्रो कमेन्ट लेखेर नेपाली अक्षरमा अथवा इङ्ग्लिसमा लेख्दा पनि हुन्छ। म दुवैबाट तपाईँहरूको कमेन्ट रिप्लाई गर्नेवाला छु। तर इमोजी चाहिँ कसैले पनि सेन्ड नगर्नुहोस्। चाहे हाँस्नुहोस्, चाहे दगर्नुहोस्, चाहे कुद्नुहोस्, त्यस्तो खालको कुनै पनि खालको इमोजी सेन्ड नगर्नु होला। तपाईँहरू सबैलाई धन्यवाद छ। यहाँ हाम्रो सेफहरू हुनुहुन्छ। वाउ, यता अर्को सेफ, वाउ खतरा बनाउने। यता अर्को सेफ फेरि के बनाउँदै हुनुहुन्छ। वाउ, यता क्याप्टेनहरू, यता के बनाउनुहुन्छ हाम्रो सेफले। यता के को लागि प्लेटिङ, सबजना बिजी अवस्था।